सो आजको हाम्रो इम्पोर्टेन्ट मिनिङ छ खानपान सम्बन्धी शब्दहरूको बारेमा। फाप फाप भनेको भात, फाप फाप भनेको भात। मूल मूल भनेको पानी, मूल मूल भनेको पानी। खिम्ची खिम्ची भनेको कोरियन अचार, खिम्ची खिम्ची भनेको कोरियन अचार। खोगी खोगी भनेको मासु, खोगी खोगी भनेको मासु। छेसो छेसो भनेको तरकारी, छेसो छेसो भनेको तरकारी। ख्वाइल ख्वाइल भनेको फलफुल, ख्वाइल ख्वाइल भनेको फलफुल। नेक्स्ट इम्पोर्टेन्ट मिनिङ छ भावना र प्रतिक्रियाको बारेमा। नम्बर 1 मा छ छो आयो भनेको राम्रो छ, छो आयो भनेको राम्रो छ। नपायो भनेको नराम्रो छ, नपायो भनेको नराम्रो छ। हेङबो खेयो भनेको खुसी छु, हेङबो खेयो भनेको खुसी छु। खुल्ला फयो भनेको दुखी छ, खुल्ला फयो भनेको दुखी छ। फिगोन हेयो भनेको थकित छ, फिगोन हेयो भनेको थकित छ। ह्वाना सयो भनेको रिसाए, ह्वाना सयो भनेको रिसाए। मुस वयो भनेको डर लाग्यो, मुस वयो भनेको डर लाग्यो। नेक्स्ट इम्पोर्टेन्ट मिनिङ छ संवादमा प्राय प्रयोग हुने शब्दहरूको बारेमा। मजायो भनेको सही छ, मजायो भनेको सही छ। थुल्लेयो भनेको गलत छ, थुल्लेयो भनेको गलत छ। आलगे सयो भनेको बुझे, आलगे सयो भनेको बुझे। मोल्लायो भनेको थाहा छैन, मोल्लायो भनेको थाहा छैन। थोवा छुसेयो भनेको कृपया मद्दत गर्नुहोस्। खिदाल्य छुसेयो भनेको कृपया पर्खनुहोस्, खिदाल्य छुसेयो भनेको कृपया पर्खनुहोस्।